खासमा बहिनीको एक्टिङ मलाई भसमै मनपर्छ, बहिनीसँग पनि भेट हुन पाए हुन्थ्यो भन्ने छ। अरे बड्डो खराब रहेछ, पुरा जोसिन्छ भन्लान् क्या बिचरा बाजेलाई त हामीलाई अब त्यहाँ कर गराई जबरजस्ती बनाएको भिडियो हो यार। 99 वर्ष पुगेको बुढो कहाँ जेठी महरूसँग त्यस्तो गर्ला त। अनि पुलिसकैमा गरायौँ भने अब अरू हेर्नेले त अब है चारहारू पुलिसहरू यस्तै हो भनेर खुसी मान्छन् होइन, रमाइलो मान्छन्। अब फेरि उता त्यो एउटा आधा फेरि पुलिस छन्, अब पुलिसहरूको त मन दुखिहाल्छ। बनाइदिउँ भने माओवादीहरू खुसी हुन्छन्, उता काङ्ग्रेस एमाले गाली गर्छन्, अब भोलि फेरि त्यो काङ्ग्रेस एमाले बनायौँ भने फेरि माओवादीले गाली गरिहाल्छन्। यो त यीमा चाहिँ भन्छन् नि मान्छेले यो के हुन्छ नि यो आफ्नो विपक्ष बिनाको जिन्दगी चाहिँ रमाइलो हुन्न अरे के, त्यही भयो। सबैले नमस्कार, हामी अहिले शिवम सङ्गीत फेसबुक पेजलाई हेर्दैछौँ। तपाईँहरूले यो पेजलाई फलो गर्नु होला, हामीसँग जोडिनु होला। हामी यस्तै विभिन्न किसिमको भिडियोहरू ल्याउनेछौँ। यो चाहिँ दर्शकहरूलाई विशेष गरी चाहिँ के भन्न चाहन्छौँ भने हाम्रो भिडियोलाई चाहिँ सिरियसली नलिनु होला, किनभने हामीले कहिले व्यक्ति संस्थागतहरू धेरै ठाउँमा छुए हुन्छौँ क्या। अब यो चाहिँ हामीले मनोरञ्जनको लागि मात्रै हो, सिरियस तरिकाले बनाएको भिडियो होइन, यो चाहिँ सिर्फ चाहिँ मनोरञ्जन ल्याउने हाँस्नको लागि बनाएको हो। बी पोजिटिभ भन्न चाहन्छु, बी पोजिटिभ। एकदमै तपाईँहरूले चाहिँ बेला बखतमा कहिले बाजेलाई इन्भल्भ गर्नुहुन्छ भिडियोमा, कहिले बहिनीहरूलाई होइन। तपाईँ त म्यारिड नै हुनुहुन्छ, तर चाहिँ देवु त होइन, अनम्यारिडै हो, उसको बुढीको रोलमा खेलाइराख्नु भएको हुन्छ। खासमा बहिनीको एक्टिङ मलाई भसमै मनपर्छ, बहिनीसँग पनि भेट हुन पाए हुन्थ्यो भन्ने छ। बहिनीको नाम के अरे? समथिङ रेजिना। त्यो आफ्नै बहिनी हो? बहिनी जस्तै भनौँ न। बहिनी हो कि घरको नातेदार केही पर्नुहुन्छ? हाम्रो मामाको छोरी पर्नुहुन्छ। उहाँको भिडियो पनि सँगै बनाउनुहुन्छ तपाईँहरूले, र सकेसम्म बाजेको अस्ति एउटा ज्योति मगरले हेर्न जाँदाखेरिको भिडियो थियो खासमा होइन। त्यो खालको भिडियो भस्मै मलाई पनि राम्रो लागेको थियो, मिलियन पनि गएको छ त्यो भिडियो होइन? गएको छ, धेरै गएको छ, भ्युज राम्रै गएको छ त्यसमा। मान्छेले फेरि बड्डो खराब रहेछ, पुरा जोसिन्छ भन्लान् क्या बिचरा बाजेलाई त हामीलाई अब त्यहाँ कर गराई जबरजस्ती बनाएको भिडियो हो यार। अब 99 वर्ष पुगेको बुढो कहाँ जेठी महरूसँग त्यस्तो गर्ला त होइन र? त्यही त। अब नातिहरूको इच्छाको लागि बाजेहरूले बनिदिनुहुन्छ, रहर त होइन होला बाजेको पक्कै पनि। बाजेले त हामीले भनेको मान, तर जस बाँचेको मान्छे चाहिँ रमाइलो गर्नुपर्छ। मान्छेले भन्छन् बुढो मान्छेले किन यसरी भिडियोमा दुःख दिएको चिसोमा भन्छन् होइन, यो त रमाइलोको लागि हो नि त। बाजे अब बाँचेको के अरे जीवित हुनुहुन्छ र अब उहाँसँग हामी भिडियो बनाएको छौँ होइन, यदि मरेको भए हाम्रो कहाँ हुन्थ्यौँ होइन र? त्यही त बनाउनु पनि, मान्छे चाहिँ रमाइलो गर्नुपर्छ, मेमोरी हुन्छ होइन। अब भोलि के अरे के थाहा को मर्छ के हुन्छ होइन, यो त हुन्छ नि। एकदमै राम्रो काम गरिराख्नु भएको छ, बाजेलाई फ्रेममा कैद गर्नु भएको छ। त्यो भनेको भोलि बाजे हामी माझमा रहनु भएन पनि त्यो हामीले हेर्न पाएर हामी खुसी हुन त सक्छौँ। अनि हो त, त्यो त अनि हाम्रो बाजे यस्तो हुनुहुन्थ्यो, बाजेको काम यस्तो थियो भन्ने हुन्छ, त्यो इतिहास हो, सम्झना हुन्छ। जति दर्शकबिनहरूले हाम्रो गोरेको टिम हुनुहुन्छ उहाँहरूलाई चाहिँ नराम्रो कमेन्ट त गरेको मैले देखाएको छैन खास चाहिँ होइन। आयो हुन्छ कमेन्टहरू, अलिअलि नराम्रो कमेन्टहरू त आउँछ नै होइन, अलिअलि आउँछ, स्वाभाविक नै हो, तर त्यति धेरै आएको छैन जस्तो लाग्छ। एकदमै राम्रो पूर्वी बेलमा राम्रो गरिराख्नु भएको छ, उहाँहरूबाट पनि प्रेरणा हामीलाई मिलेको छ कन्टेन्ट क्रिएटर होइन। सधैँभरि अब राम्रो हुँदैन होइन, एउटा भिडियो बनायौँ भने अब आधालाई राम्रो आधालाई नराम्रो त लागिहाल्छ। अब जस्तै हामीले अब यही पुलिसकैमा गरायौँ भने अब अरू हेर्नेले त अब है चारहारू पुलिसहरू यस्तै हो भनेर खुसी मान्छन् होइन, रमाइलो मान्छन्। अब फेरि उता त्यो एउटा आधा फेरि पुलिस छन्, अब पुलिसहरूको त मन दुखिहाल्छ, त्यस्तो हुन्छ। अब राजनीतिकै कुरा गऱ्यौँ भने अब हामीलाई आज माओवादीको बनाइदिउँ भने माओवादीहरू खुसी हुन्छन्, उता काङ्ग्रेस एमाले गाली गर्छन्, अब भोलि फेरि त्यो काङ्ग्रेस एमाले बनायौँ भने फेरि माओवादीले गाली गरिहाल्छन्। यो त त्यो रुल्स नै यस्तै हो। फेरि यो जिन्दगीमा चाहिँ भन्छन् नि मान्छेले यो के हुन्छ नि यो आफ्नो विपक्ष बिनाको जिन्दगी चाहिँ रमाइलो हुन्न अरे के, त्यही भएर चाहिँ सायद हरेक कुरा चाहिँ दुई तारिफले हेरिन्छ क्या यार। जिउन सिकाउँछन् रे भन्छ नि कसले। दर्शकबिन यति बेला म गोरेको टिमसँग थिएँ। तपाईँहरूले हेर्दै आउनुभएको पेज फेसबुक पेज गोरे नामक फेसबुक पेजबाट एकदमै राम्रा कन्टेन्टहरू चाहिँ पाउन सक्नुहुन्छ। उहाँको पेजलाई हेर्नु भएको छैन भने हेर्नु होला। भने उहाँको भिडियो कस्तो लाग्छ, उहाँहरूको भिडियो कस्तो लाग्छ